ए मङ्गले तेरो भिडियोमा कमेन्ट के आएको छ खै खै कस्तो कसले सल्लाह के दिनु भनेछ? भयो? पार्ट 2 मा चाहिँ खाल्टो मुनि गाडी राखिदिए अनि पार्ट 3 पनि हेर्छु अनि मात्र सल्लाह दिन्छु है। यो त हराइगयो मार्छ मलाई बुढीले। लो न राम्रो राम्रो आइडिया दिनु पर्यो भनिदिनु न दाइ। ल अब यसले पैसा सकिसक्यो अब घर बुढीले मार्छ अरे तपाईँले के सल्लाह सुझाव दिने हो कस्तो आइडिया दिने हो तपाईँले कमेन्टमा भनिदिनु त बुढीले मार्छ होइन है मङ्गलले दस पुगिसक्यो आज घर नजाने आज घर नजाने मलाई किन के भएर किन हुनु नि भएको पैसा जति सबै रक्तमा सक्यो बुढीले मार्छ अब। ए त्यसो भएर त घर चाहिँ होइन अदालत चाहिँ जान्छ सबै अदालत चाहिँ किन नतर्साउनु न दाइ यत्रो पैसा खर्च भइसक्यो बुढीबाट कति आइडिया दिनुहुन्न मलाई। ए भगवान् यत्रो टेन्सन हुँदा नि बिहे सुन्न त म के भएको ल ल पिर नगर मसँग एउटा आइडिया हो र के आइडिया होला दाइ? ल अब घर पुनः अनि भन् पैसा हरायो हराएको होइन के दाइ सकिएको हो। ए बुद्धु तँलाई थाहा छ सक्यो भन्ने मलाई थाहा छ सक्यो भन्ने घर थोरै थाहा छ हरायो हुन्छ फोन गर्छु है। हेलो बुढी हाम्रो हाम्रो पैसा हरायो। थाहा छैन मलाई जहाँ सकिस् कि हराएको भन्ने। साँच्चै हराएको बुढी साँच्चै यो धरोधरमा। मलाई अरू कुरा थाहा छैन पैसा नलिई घर नमुन्थ्यो। बुढी सुन न मुनै काटेर मोरी अब के गर्ने होला दाइ। हाइट तेरो बुढी त कडा रहेछ यार कडा चाहिँ नि दाइ पक्कै मार्छ मलाई। अनि पैसा चाहिँ कति खर्च गरेको थिएछ 50,000 आम्मामा 50,000 त्यत्रो पैसा खर्च गरेपछि मार्दैन अनि लो न दाइ केही न केही उपाय त लाउनै पर्यो मार्ने भयो मलाई कसरी घर जानु म। अब हेर बेटा एउटा अन्तिम उपाय भनेको तँसँग जा 2-4 महिना काम गर अलिअलि पैसा पनि हुन्छ त्यसपछि पनि तेरो बुढी पनि यता रिस मर्छ अनि डन्डै साथ हुन्छ दाइ अब म सहरै जान्छु पैसा कमाएर मात्रै आउँछु नत्र त मारिहाल्थ्यो। मैले भनेको मान्छ होइन आजै जा